ल म एकजनालाई माइक्रोफोन दिन्छु उहाँले के बुझ्नु भएछ विद्यार्थी भाइ बहिनीहरूलाई यसको बारेमा म बताउँछु यहाँ तपाईँले माथि के देख्दै हुनुहुन्छ एउटा पहाड छ यो कल्पना गर्नुहोस् एउटा पहाड पनि हो हाम्रो यस्तै छ आफ्नो देशमा होइन हाम्रो ल्यान्डस्केप यस्तै छ है अनि के लेखेको छ जलाधार संरक्षण तथा व्यवस्थापन जलाधार भनेको चाहिँ पानी ढलोलाई हामी जलाधार भन्छौँ अथवा यो खोलाहरूलाई नदीहरूलाई हामी जलाधार क्षेत्र भन्छौँ जम्मा भएर त्यो खोला हुँदै बाहिर निस्कियो कि पानी अब यहाँ चाहिँ यो जलाधारको संरक्षण र व्यवस्थापन भनिएको छ जलाधारलाई यसरी संरक्षण गरिएको छ त्यहाँ बायो इन्जिनियरिङ गरिएको छ प्लान्टेसन गरिएको छ होइन त्यहाँबाट निस्केको पानीलाई हामीले म्यानेज गरेका छौँ है पानी घट्न सकेका छौँ पानी घट्न त्यो पानीलाई खेर जान दिएका छैन हामीले पर गएर केमा खेतीमा हामीले प्रयोग गरेका छौँ त्यहाँ प्लास्टिक पोखरीमा त्यो घट्ट चल्छ अनि त्यहाँबाट गएर सामान्य ज्ञानमा पढ्नु भएको चामलै सुगर बेसी नुवाकोट चामल भने नुवाकोट सुगर बेसी के अरे चामलको नाम समुद्र फेरि यो झिङ्गा मसिनो यसको भ्यू दिन सक्नुहुन्न हामीलाई चामल यसको समुद्र फेरि आज मात्रै लाग्छ अब यो सुन्दरले पनि कम्पोजिट प्याकमा राख्नु थाल्यो क्या त्यो
मोबाइल भेटायो मैले फोटो भयो है यस्तो भन्दै हाँसेर यो सर धेरै किसिमको पूर्वेली सर यो सिन्धुपाल्चोक 5 पोखरी भेराबार र यहाँ आफ्नो उत्पादन लिएर आउनुभएका सहभागीहरू अथवा उत्पादकहरूबाट उत्कृष्ट प्रथम दोस्रो र तृतीय हुने हाम्रा उत्पादकहरू अथवा हाम्रा स्टल पाउको 50 हो सिद्धि होला पाउको 50